के बनाउन लाग्यो हौ? फुराउला। ए फुराउला भन्ने बित्तिकै मलाई एउटा कुराको याद आयो। के हो भन्नु नि त? एउटा ज्वाइँ ससुराली गएको अरे, अनि ससुरालीमा फुराउला खाजा बनाएर ज्वाइँलाई दिएछन्। अनि ज्वाइँलाई त साह्रै मिठो लागेछ होइन। अनि अब घर गएर नि बुढीलाई फुराउला पकाउन लाएर खान्छु भनेर फुराउला 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 भन्दै आएको, बाटोमा ठेस लागेछ। अनि ठेस लागेर त फुराउला त उफ्राउला पो भन्न थालेछ। है अनि घर गएर बुढीलाई उफ्राउला पकाऊ भन्दो रहेछ। अब बुढीलाई उफ्राउला भनेको के थाहा। अनि त्यहाँबाट तिनीहरूको डिस्कस भएर बुढाले ट्वाका टाउकोमा हिर्काइदियो अरे। अनि बुढी माउ त लौ नि आया दुख्यो मलाई, फुराउला यत्रो टुटुलको उठाइदियो भने चाहिँ हो त्यही पका भनेको भनेर चम्किँदो रहेछ अरे बुढो। फुराउला पका भने चाहिँ लडेर उफ्राउला भएको छ। उफ्राउला भएको अनि फुराउला पकाएर दिन दिन